हेलो गाइस, माई ब्लग च्यानलमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ अहिले पसल जाँदैछु। यसो कहिलेकाहीँ नभ्याएको बेलामा, खाजा बनाउन नभ्याएको बेलामा यसो खाजा होटेलबाट लिने गरिएको छ। म त्यही जाँदैछु। हाम्रो गेट हो यो, मैले गेट लगाइदिएँ। यस्तो छ मलेसिया। कुकुरहरूको बिक्री छ यहाँ। हेर्नु सक्नुहुन्छ। यो चाहिँ कम्पनीहरू हो, सबै अगाडिको कम्पनीहरू हो यिनीहरू। अलिक टाढा भएकोले गर्दाखेरि हिँडेरै जान चाहिँ अलिक नसकिने, तर अब बाध्यता, साइकलहरू केही छैन। अर्काको देशमा, अर्काको ठाउँमा म हिँडिरहेको छु साथीहरू। गाडीहरू आउने जाने गरिरहेको छ। मलेसिया साथीभाइहरू खोलिरहेको छ है, तपाईँहरू आउन सक्नुहुन्छ। विशेष सेक्युरिटीमा खोलेको रहेछ। विशेष प्रावधानहरू पनि यसपालि धेरै थपेको रहेछन् पहिलाको भन्दा। तलब पनि राम्रै दिएको रहेछ सेक्युरिटीहरूलाई, सेक्युरिटी गार्डहरूलाई। म चाहिँ मलेसियाको वेयरहाउस कम्पनीमा छु। अब राम्रै छ भनौँ, मेरो कम्पनीमा पनि मैले चाहिँ राम्रै पाएको छु। जस म पुरानो पनि भएर होला, लगभग अब म 8 वर्ष हुन लागिसक्यो मलेसिया आएको पनि। त्यस बादमा एकचोटि छुट्टी गएको थिएँ, 50-51 दिनको छुट्टी गएको थिएँ। म फर्किहालेँ फेरि। यो पनि एउटा साइडको होटेल हो, यसो खाना के चियाहरू पाउँछ, तर आज बन्द रहेछ। मलेसियामा जङ्गल पनि अत्याधिक धेरै नै हुँदो रहेछ। विशेष रुखको तेल भन्नाले तेलको कच्चाहरू भनौँ न, रुख अनि रबरहरू हुँदो रहेछ धेरै नै, बहुत त्यो मलेसिया। तर हावापानी चाहिँ एकदमै राम्रो साथीहरू, एकदमै राम्रो। मलेसियाको हावापानी चाहिँ बहुत राम्रो। यो पनि हेर्नु कम्पनी हुन्छ। अब मलेसियाको बारेमा त अब प्रायः सबैलाई नै थाहा भइरहेको हुन्छ होइन। लगभग मलेसिया आउने जाने 70-75 लाख हाराहारी पुगिसकेको भन्ने डाटाहरू पनि देखाइरहेको हुन्छ कहिलेकाहीँ होइन। यो चाहिँ ट्रान्समिटर लाइन हो। यो यहीँ छ, ट्रान्समिटर लाइनको अफिस पनि ठुलो। यहीँ छेउमा बजार लाग्छ सोमबार, आज बेलुका आज लाग्छ सोमबार। आकाश पनि आज निकै राम्रो खुलेको छ। हिजो पानी परेकोले गर्दा होला। यहाँ चाहिँ पानी यसरी जम्छ साथीहरू, बाटोमा। यो पानी परिराख्ने भएर, पानी जमिराख्ने भएर होला धेरै मच्छर लाग्छ, बहुत मच्छर लाग्छ यहाँनिर धेरै साथीहरू। यो परको यो देख्दै गरेको ठुलो फलाम खाने हो, यो चाहिँ भिसी भन्छ। यहाँ चाहिँ फलामलाई भिसी कम्पनी भन्छ। धेरै ठुल्ठुलो घर मर्मत गर्ने, घर बनाउने पाउँछ।
यो ट्रान्समिटर लाइनको एउटा अफिस जस्तै सानो हो यो। हल्का जङ्गलहरू पनि देखिन्छ है साथीहरू रोड साइडमा, किनकि यो रुखको यो तेलको कच्चा हो। यो ठुलो भएपछि तेल फल्छ। त्यो मलेसियामा वन जङ्गललाई बोट बिरुवालाई माया गर्नुपर्छ भन्ने चाहिँ धेरै नै राम्रो कुरा हो कि यहाँ वन जङ्गललाई जोगाएको हुन्छ। वन जङ्गल फाँडेर बाटोघाटो निकालेको हुँदैन। यो कम्पनीमा चाहिँ हाम्रो नेपाली दाजुभाइहरू बहुतै धेरै छ। हाय बन्धु, यहाँ हाम्रो बन्धुहरू बङ्गालीहरू काम गरिरहेछ। यताभित्र पनि बहुत काम भइरहेको रहेछ धेरै नै। तर यहाँ जति कम्पनीहरू छ सबै एउटा दुईवटा तामिलको होला, त्यहाँबाट सबै चाइनिजको कम्पनीहरू हो। यो चाहिँ यहाँ एउटा बिरालो पनि देख्नुहुन्छ। कुकुर देख्नुहुन्छ, बाटैभरि कुकुर हुन्छ यहाँ चाहिँ। धेरै जोगिनु होला, कस्तो चिसो भयो मनै। अब आउने साथीहरूले चाहिँ मलेसिया आउँदा धेरै विचार गरेर आउनु होला। दलालीहरू अथवा मेन पावरका मान्छेहरू निकै चुतिया हुन्छ। मलेसियामा काम राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ। अति नै कचडिया कम्पनी पनि हुँदो रहेछ। धेरै गाह्रो हुने कामहरू पनि हुँदो रहेछ। जस्तै प्लान्टेसन त तेल टिप्ने रुखको अहिले मैले बिरुवाहरू देखाएँ नि, हौ त निकै अलग अलग हुन्छ। त्यो टिप्न बहुत गाह्रो हुँदो रहेछ साथीहरूले भन्थ्यो मलाई भेटेको बेला। चाइनिजहरू खाजा खाएर निस्किन्छ। मेरो चाहिँ अब खाजा ल्याउने ठाउँ यही हो। साइडमा कम्पनी, माथि रुम होला, मुनि होटेल। ट्याक्क सफा sini. Menna. Bentar ya. Kawan. Oke, मैले खाजा लिए साथीहरु। खाजा चाहिँ अलिक धेरै नै रहेछ। ओके बाई, सी यू। सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला है त मेरो माई च्यानल भ्लगमा।